नेपालले तेस्रो पटक टी20 विश्वकपमा पुग्ने राम्रो अवसर पाएको छ। त्यसका लागि पहिलो कुरा खेलाडीहरूले राम्रो प्रदर्शन गर्न सक्नुपर्छ। हुन पनि नेपालले आईसीसी टी20 विश्वकप एसिया र इस्ट एसिया पेसिफिक छनौटमा उच्च प्रदर्शन गर्दै आएकोले नेपालका सामु ऐतिहासिक अवसर अगाडि छ। ओमानमा जारी आईसीसी टी20 विश्वकप एसिया एनईएपी छनौट अन्तर्गत सुपर 6 को खेलमा नेपालले एकपछि अर्को रोमाञ्चक जित हात पारिरहेको छ। यस क्रममा यूएई माथि 1 रनको जित निकालेर सनसनी मचाएको नेपालले कतारमाथि 5 रनको जित हासिल गर्न सक्यो। यूएई र कतारसँगको दुवै खेलमा नेपाल कुनै समय कठिन परिस्थितिमा भए पनि उत्कृष्ट बोलिङ र फिल्डिङका कारण नेपालले यूएई र कतारमाथि अन्तिम ओभरमा जित निकाल्दै सन् 2026 को फेब्रुअरी र मार्चमा भारत र श्रीलङ्कामा हुने टी20 विश्वकप नजिक पुगेको छ। सुपर 6 मा पुगेको नेपालले अन्तिम 2 खेल अघि 6 अङ्क जोड्दै अङ्क तालिकामा ओमन पछि दोस्रो स्थानमा रहेको छ। उसो त शीर्ष स्थानको ओमनको पनि 6 अङ्क नै छ। यूएई र जापानको 2-2 अङ्क छ भने सामोआ र कतारले अङ्क जोड्न सकेका छैनन्। सुपर 6 का 6 टोली मध्ये शीर्ष 3 टोली विश्वकपमा छनौट हुनेछन्। यस्तोमा नेपालले असोज 29 गते बुधबार घरेलु टोली ओमानसँग र असोज 31 गते शुक्रबार सामोआसँग खेल्दैछ। यी दुई मध्ये एक खेल जितेमा नेपाल विश्वकपमा सहज रूपमा पुग्नेछ। दुवै खेल जितेमा त नेपाल च्याम्पियन नै बनेर विश्वकपमा पुग्नेछ। यसो भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आईसीसी टी20 विश्वकपमा पुग्नेछ। यसो हुन नसकेको अवस्थामा शुक्रबार सामोआलाई हराए पनि नेपालले विश्वकपमा स्थान बनाउन सक्छ। अर्कोतर्फ नेपालले बाँकी रहेका दुवै खेलमा पराजय भएको अवस्थामा पनि छनौट हुने सम्भावना बनेछ। तर खेलमा जे पनि हुन सक्ने समीकरणका कारण नेपालले दुवै खेलमा पराजय भएको अवस्थामा मात्र विश्वकपमा छनौट नहुने झिनो गणितीय सम्भावनालाई भने नकार्न सकिन्न। नेपालले खेल्न बाँकी दुवै खेलमा ओमान र समाओ विरुद्ध हारे पनि 2026 को टी20 विश्वकपका लागि छनौट हुने सम्भावना अत्यन्तै बलियो छ। तर यो 100% निश्चित भने हुँदैन र यसका लागि अन्य टोलीको नतिजा नेपालको पक्षमा हुनुपर्छ। नेपालले दुवै खेल हारेको खण्डमा पनि नेपालको 6 अङ्क हुनेछ। जापानको हाल 2 खेलबाट 2 अङ्क छ। जापानले बाँकी रहेका कतार, यूएई र ओमान विरुद्धका 3वटै खेल जितेमा पनि उनीहरूको कुल 8 अङ्क हुनेछ। यस अवस्थामा जापान नेपालभन्दा माथि रहनेछ। तर यसका लागि नेपालले दुवै खेल हारेको हुनुपर्छ, जुन हुने सम्भावना एकदमै कम मात्र छ। यूएई को हाल 3 खेलबाट 2 अङ्क छ। यूएईले बाँकी समाओ र जापान विरुद्ध दुवै खेलमा जितेमा उनीहरूको पनि कुल अङ्क 6 पुग्छ। यस्तोमा उसले दुवै खेल हारेको अवस्थामा नेपालसँग अङ्क बराबरी हुनेछ। सामोआले हाल 2 खेलबाट अङ्क जोड्न सकेको छैन। सामोआले बाँकी रहेका यूएई, कतार र नेपाल विरुद्धको 3वटै खेल जितेमा उनीहरूको कुल अङ्क 6 पुग्छ। नेपालभन्दा माथि पुग्ने सम्भावना भएको एकमात्र टोली जापान हो। यदि उसले आफ्ना सबै 3 खेल जित्यो भने उसको 8 अङ्क हुने सम्भावना छ, तर त्यो हुने सम्भावना पनि निकै कम छ। बाँकी रहेका टोलीहरू यूएई र सामोआ अधिकतम 6 अङ्कमा पुग्न सक्छन्। यदि नेपाल 6 अङ्कमै रह्यो र यूएई तथा सामोआ पनि 6 अङ्कका साथ बराबर भए भने नेपालको छनौट हुने वा नहुने निर्णय नेट रन रेटमा निर्भर गर्छ। यदि नेपाल दुवै खेलमा ठूलो अन्तरले हार्यो र यूएई वा समाओले आफ्ना खेलहरू ठूलो अन्तरले जितेर नेपालभन्दा माथि पुगे भने नेपाल शीर्ष 3बाट बाहिरिन सक्छ। तर नेपालको अहिले 6 अङ्कको बलियो स्थिति र सकारात्मक रन रेटका कारण बाँकी 2 खेल हारे पनि नेपाल छनौट हुने सम्भावना धेरै उच्च छ। किनभने जापान, यूएई, सामोआ गरी 3वटै टोलीले आफ्ना सबै खेल जित्न असम्भव प्राय हुन्छ। रोहितले नेपाली टिम पनि अहिले राम्रो माइन्डसेटमा रहेको र वेस्ट इन्डिज विरुद्धको ऐतिहासिक टी20 सिरिज जितेपछि टिममा कन्फिडेन्स पनि बढेको बताएका छन् भने हेर्दा पनि त्यस्तै देखिएको छ। सन् 2026 को टी20 विश्वकप छिमेकी राष्ट्र भारत र श्रीलङ्कामा आयोजना हुँदैछ। त्यसैले पनि नेपालका लागि विश्वकपमा छनौट हुनु महत्त्वपूर्ण छ र छनौट हुन अब त्यति गाह्रो पनि देखिँदैन। साथीहरू, तपाईहरुलाई के लाग्छ? के नेपाल विश्वकपमा पुग्ला? आफ्नो मत कमेन्ट बक्समा जाहेर गर्नुहोला। साथै यस्तै भिडियोहरू सधैँ प्राप्त गर्न हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।